हे गाइज वेलकम ब्याक टु युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। फेरि पनि न्यू भ्लग भिडियो हेर्न सक्नुहुन्छ। आज हामी के गर्न जाँदैछौँ? आज हाम्रो डम्बल उठाउन गइरहेछौँ। हामी आफ्नै घरमा बनाएको नेचुरल डम्बल, बिना खर्च, लो बजेटमा है साथीहरू। देख्न सक्नुहुन्छ ओ सरियामा बाँधेर 4 इट्टाको साथमा। तर यो भएको छैन, यो अलिअलिको लागि, राम्रोको लागि हो। पछि अलि राम्रो गराइन्छौँ हामी। देख्नुहुन्छ पछाडिको वेदर पनि दामी छ। आकाश निलो, आकाश टल्किरहेको छ। अहिले हामी यो माथि बिछाएर अहिले यस्तो माथि यस्तो हान्छौँ हामी। देख्न सक्नुहुन्छ, म डम्बल देखाउँछु हजुरहरूलाई। देख्न सक्नुहुन्छ यसको जोडा यो हो साथीहरू। यो सिमेन्टले बनाएको हो। भित्र पाइप हुन्छ, यो पनि सिमेन्टकै हो साथीहरू। यो कति किलोको छ त्यो हामीले नापेको छैनौँ साथीहरू, होइन? देख्न सक्नुहुन्छ यो यसको साइज यो, यसको साइज यो, यसको साइज यो। यस्तो हामीले बाँसको लट्ठी बनाएका छौँ। यो सानो डम्बल। अनि अहिले पानी, अहिले एक्सर्साइज गर्ने खेर अलि थाक लाग्छ नि त, त्यसैले हो साथीहरू। मोबाइल स्ट्यान्ड पनि यहीँ पडिरहेको छ। एउटा फोन, 2टा 3वटा। अनि यो सेल्फी स्टिक हो साथीहरू। अहिले टक्क राखेर भिडियो बनाउनको लागि साथीहरू। देख्न सक्नुहुन्छ मेरो घरको भ्यू देखाउँछु हजुरहरूलाई। यहाँबाट टक्क डाँडा देखिन्छ है साथीहरू। यति राम्रो महोत्सव भएको छ। महोत्सव भनिदिएँ मैले, त्यस्तै भएको छ साथीहरू। ल साथीहरू, बिना ढिलो गरेर म अब जिम गर्छु, हजुरहरूलाई देखाउँछु। ल छिटो ओछा न त्यहाँ, यो फले माथि ओछा त्यहाँ। यो स्ट्यान्ड पनि उता राख, अनि 2टा मोबाइल उता राख साइडमा। अनि यहाँमा ओछा ओछिसकेपछि म हान्छु। अनि हानिसकेपछि म तल गएर भ्लग एडिट गर्नु छ, अनि एडिट गर्छु। छिटो अहिले त छोडिदिएकै ओछा छिटो फटाफट। ल हाम्रो जुगाड हो है साथीहरू। यो जुगाड ट्याक्कै न ओछ्याएर यो नउड्ला भनेर यो तारले बाँधेको छ। नउड्ला भनेर तारले बाँधेको छ। अनि उडेर उता लैजान्छ। अनि यो फर्मको हो नि त, भिजा छ त। यो तल राख्यो, यो अलि त्यहाँ राख, मेरो बनाते। देख्न सक्नुहुन्छ डम्बल यस्तो तरिकाको छ। जुगाड हो साथीहरू। कसलाई गर्नु छ भनेपछि यस्तो गराएर गर्न सक्नुहुन्छ। जिम भयो। आज पनि 20 हान्छु म त्यसले, ठुलोवालाले। ल साथीहरू, अब म हान्छु है जिम। साथीहरू यति हानेर पानी खायो भन्नु होला, तर मलाई पानी प्यास अघि नै लागिसकेको थियो। कति हाने भन्नुभयो होला है साथीहरू। लोकल जिम है साथीहरू। यस्तै हान्नु होला। हामीले त 3 इट्टा उता त्यता राखेका छौँ। म्याक्सिमम् कति किलो होला यो? 50 45 त्यति होला। 50 45। ल हाने केटाले, हाने। ल 1 2 3 4 5 15 हान्छ अरे उसले यो। अब हान स्टार्ट। 1 2 3 4 5 6 7 8 9 10 11 ल साथीहरू, म पल्टेँ। अब माथिबाट 2टा डम्बल समातेर लम्मा हान्नु पऱ्यो है साथीहरू। अब पल्टेर पनि हान्नु पऱ्यो। यहाँ अब के फाइदा आउँछ अब भिडियोमा पछि हेर्नुपर्छ साथीहरू। ल
साथीहरू यो हान्ने खेर त पुरा फाट्ने रहेछ यो दुख्ने रहेछ अलि हान्न सकिएन अलि हात लिडिबिडी भइरहेको थिएँ फर्स्टचोटि हो 2 दिन भयो साथीहरू हामी गर्न लागेको जिम यस्तो हात दुख्ने रहेछ अब अर्को हान्नुपर्छ हालत खराब भइरहेको छ साथीहरू गर्दा गर्दा पनि मजा आइरहेको छ बिस्तारै साथीहरू म लेगको गर्छु है अब कपाल बानिहालु अगाडि ढेकेको छ खै फ्रेम हेर त क्यामेरा बबाल लास्ट थाक लागिसक्यो साथीहरू पसिना पनि आइरहेछ अब म धेरै नगरेर अब 2टा गर्छ त्यसपछि भ्लग पनि एन्ड हुन्छ एकछिन थाक मार्छ है साथीहरू यस्तो हेर्नु यो टक्क यहाँ ल्याउने पोजिसन यस्तो ओहो माथि ल छिटो ल त ल्या त आउन साथीहरू अलिअलि हो आजको ट्राई गरिरहेको छु साथीहरू आजको जिम गरेको कस्तो लागेको छ हजुरहरूले कमेन्ट गरेर भन्नु होला आजको भिडियो कस्तो लागेको छ सबै साथीहरूलाई माया छ मबाट पनि हजुरले पनि मलाई माया देखाउनु होला यस्तो यस्तो भिडियो म ल्यान्छु साथीहरू आजको भिडियो यति नै हुन्छ थ्याङ्क यू फर वाचिङ द भिडियो सबैलाई बाई बाई जय नेपाल